तपाईले त भन्नुभयो प्रधानमन्त्रीज्यू भोलि 15 गते काठमाडौँ कब्जा गर भन्नुभएको छ युवा संघलाई। प्रधानमन्त्रीको कुर्सीमा बसेर कब्जा गर भनेको के हो? के कब्जा गर्ने? कब्जा गर्न पाइन्छ कि पाइँदैन? 11 बजेदेखि 2 बजेसम्म कब्जा गर भन्नुभयो। यो काठमाडौँ तपाईको बाउको होइन, तपाईको बाउ बराजुको होइन। कसरी कब्जा गर्नुहुन्छ? तपाई कुर्सीमै बसे पनि ओपन च्यालेन्ज। नेपाली जनता सबै उठेर तपाईको कार्यालय कब्जा गरे भने कहाँ भाग्नुहुन्छ? मलाई बोल्नै दिनुहुन्न, कतिपय कुरा राख्नै दिनुहुन्न। डिक्टेटरशिप नगर्नु न, तपाई त डेमोक्रेटिक मान्छे हो। 60 कोटी सक्यो, गोली हान्नुहुन्छ भने पनि हान्नुहोस्, डर छैन। ओपन च्यालेन्ज तपाईलाई। बाहिर पुलिस राख्या होला, सङ्गीन राख्या होला, गोली हानेर उडाइदिन सक्नु होला। म पनि त्यही आठैको त्यही मुलको पानी खाएको कुमाईको बच्चा हो। तिर्नेवाला छैन। तपाई कंस बन्नुभयो भने कृष्ण यहाँ जन्मियो, कृष्ण यहाँ छ। सरकारलाई म ओपन च्यालेन्ज गर्छु 3 गुणे भन्ने ट्र्याप पार्ने, ट्र्याप गर्ने ठाउँमा। 2 दिन अगाडि अहिलेका सम्माननीय प्रधानमन्त्रीले के भन्नुभएको थियो त्यो रेकर्डमा छ। त्यहाँ आउनेहरूलाई बाघ जस्तो झम्टी भन्नुभएको थियो। किनभने राजाको इन्भल्भमेन्टै छैन। किन राजाको नाम ल्याइन्छ? यहाँ कुरा अहिले केही नगरौँ। राजा जब इन्भल्भै छैन भने राजालाई किन सोध्ने हामीले? 2टा ती शहीदहरू फिर्ता आउँछन् भने मेरो जीवन म बलिदान चढाइदिन चाहन्छु। सरकार त्यो ज्यान फिर्ता देऊ। स्वीकृति दिएको ठाउँमा प्रोग्राम, त्यो प्रोग्रामको सुरुमा बोल्ने मान्छे नै मै हो। त्यहाँ देशप्रेमीहरू थिए। कुनै पनि देशप्रेमीले जडीबुटीमा आगो लगाएको होइन। रेबिका खत्री मर्छिन् कि बाँच्छिन् भन्ने स्थितिमा छन्। त्यो स्टेजमा टियर ग्यास हानिएको सन्दर्भमा नेपालको प्रहरीको प्रमुखहरू, कन्सर्न मान्छेले के भन्नुभयो भने डिफेक्ट भिडियो हो भन्नुभयो। टियर ग्यास हानेर, डेड एक्सपायर टियर ग्यास हानेर जनतालाई ट्र्याप पारेर अघिल्लो दिन नै माथि घरका छानामा हतियारधारीहरू राखेर डेड एक्सपायर टियर ग्यासहरू राखेर सभा बिथोल्न पाइँदैन। सत्य तथ्य के हो हामीसँग सोध्नु सरकारले। अब हामी भनिदिन्छौँ। तपाईहरूले सिधै राजावादीलाई भन्नुभएको छ नागरिक भएर बोल्न दिनुहोस्। अर्को कुरा अहिले म मान्दिनँ सर, एकछिन सर चुप लाग्नु। सरले राजाको नाम जोड्नु भयो। अब यो आएको रिपोर्ट तपाईँहरूको हातमा आउँछ। यसलाई तपाईँहरूले विश्वव्यापीकरण गर्नु। भोलिदेखि आन्दोलन 2 किसिमको हुँदैछ। एकातिर एमालेको सम्माननीय प्रधानमन्त्रीजीले आयोगै बनेको छैन अनि जसलाई मन लाग्यो त्यसलाई लगेर थुन्दै राख्दै गर्ने अधिकार तपाईहरुसँग छैन। किनभने यो मुलुक सबै नेपालीको हो। त्यसकारण त्यो आस्थाका बन्दीलाई तपाईहरुका काना पुग्ला आँखाले देख्नु होला। भरे या भोलिसम्ममा छोडिदिहाल्नु, भरे या भोलिसम्ममा छोडिहाल्नु बिना शर्त। होइन भने प्रमाण ल्याउनु। तपाईसँग प्रमाण छैन। किनभने घटना सरकारले घटाएको कुरा हामीलाई लागेको छ। रिपोर्टले बोल्छ मानवाधिकार आयोग सबभन्दा पहिला एमनेस्टी इन्टरनेसनललाई धेरै धन्यवाद। किनभने एमनेस्टी इन्टरनेसनलले के भन्यो भने यो सरासर सरकारको दोषी छ, सरकारलाई कोर्टमा पुर्याउनु पर्छ भन्यो एमनेस्टी इन्टरनेसनलले। राजावादीहरूले उठाउन खोजेको, देशप्रेमीहरूले उठाउन खोजेको आन्दोलन ठिक छ, त्यसलाई दबाउन पाइँदैन भनेका छन्। त्यो रिपोर्ट आइसकेपछि हाम्रो मानवाधिकार संस्थाले पनि सरकारले आपत्तिजनक, प्रधानमन्त्रीले आपत्तिजनक शब्द बोल्नुभयो भने हुनाले मानवाधिकारलाई पनि धेरै धेरै धन्यवाद छ।